बिहा समिति भइसकेपछि तपाईको नियम मात्रै चल्छ भएन भन्नु न वार्ड नम्बर कति हो तपाई 13 हो नि कहाँको कता यो मुनि आउने ल समितिमा तपाईले उपाध्यक्षको लागि स्वागत गर्छौ ठीक छ हैन अनि मैले भनेको नमाने के गर्दैन ए पशुपति प्रधानमन्त्री भनेको मात्रै संविधान फेर्छ र कोरम पुर्याउनु पर्दैन नियम हामीले भनेको त्यो नियमै तपाईले बनाउने हो तपाईले आजै यस्तो काम बनाउँछौ तिन दिन आउनु पर्दैन हामी 3 दिन आइरहेछौँ तपाईले एक्लै पारित गरेको नियम चल्दैन प्रधानमन्त्रीले एक्लै नियम बनाउँछ राष्ट्रपतिले एक्लै नियम बनाउँछ समितिभित्र आएपछि समितिको परिधिमा तपाईले भनेको यस्तो हो कि तपाईहरुले हैन बनाउँदा राम्रो बनाउनु बोलाउने सिस्टम गरिदिएको भए यदि जनताहरुलाई बिचारा अगाडि कसैले पनि भन्दैन कि बनाउने सिस्टम चाहिँ गराउनु बनाउँदा हुन्छ कि सबै आनन्द पाउनु सिस्टम गरेर अलि सिस्टम भएन यस्तो अवस्था व्यस्त पालो नाम लेखाउनुहुन्छ नाम लेखाइसकेपछि त्यो पालो कहाँ छ कसो छ त्यो खोजेर भेटिँदैन यहाँ बिचबाट घुसेर सबै आउनुभएको छ जो सक्छ त्यसले चाहिँ यहाँ चाहिँ टिकट लिन्छ र औषध लिन्छ भने जस्तो यहाँ सबैको गुनासो छ यो तपाईँ नयाँ हो यो आजै लिनुभयो आज आउनुभएको थियो लाइनमा त्यहाँ के यो नम्बर अनुसार बोलायो तपाईँ घुस्नुभयो आफै होइन नम्बर अनुसार भन्नाले त के भयो भने यहाँ धेरै नाम लेखाउँदा नै गडबड गरे के मान्छेहरु नाम लेखाए अनुसार बोलायो नि त बोलाएन कसरी यहाँ घुस्ने त्यतिकै मान्छेहरु लापरवाही ल सुन्नुहोस् है यहाँ सुन्नुहोस् तपाईँले सुन्नुहोस् नाम लेखाइयो पालो बसियो ढुङ्गा राखियो सबै कुरियो तर अहिले चाहिँ आफै घुस्छन् आफै लिएका छन् जसले सक्छ त्यसैले चाहिँ लिए जस्तो छ है यहाँ मान्छे आफ्नो मनमर्जीले तपाईँ लिनुभयो कति बेलादेखि आउनुभयो हिजोबाट नाम गइसक्यो त नाम त लेखेको के अब नाम लेखेर के काम नाम लेख्ने